वेलकम बैक टू माई चैनल इट्स मी प्रिया। सो आज चाहिँ म गाइज कहाँ छु भन्दा चाहिँ बारी आएको छु। के गर्नु भन्दा चाहिँ यहाँ अलिकति यो के भन्छ सागको घाँस ल्याउन आएको थिएँ, खोलेको लागि। सो त्यही ल्याउन आएको गाइज। म चाहिँ हाम्रो काका बास बोक्दैछ मचनको लागि हेरी गाइज। ल काका हेलो भनिदिनु त। हेलो। बास बोकेर हेलो भन्नुहुँदैछ हाम्रो काकाले चाहिँ। अब यहाँ चाहिँ काकाले अब तेरी एकैछिनमा बनाइसक्छ मचन। विराट पनि आजको दिनमा जङ्गल आइपुग्यो। हाम्रो बस्तीको ओरिजिनल बाटो। कसरी चाहियो भने त्यत्रो लोड बोकेर म चाहिँ यस्तो आएँ होइन। तिम्रो काममा चाहिँ यहाँ अड्किएको कामेर झन् डोको छाडिदियो कहिले चाहिँ यस्तो बाटो चाहिँ कसरी तेरो आमा ब्रिजहरूले डोको। गाइस उयो चाहिँ मैले सोत्तर यति चाहिँ काटेँ। उयो तल भाइले पनि काट्दैछ। यता भाउजूले दाउरा चिर्दैछ। भाउजूलाई देखेको छैन। हाम्रो नानीतिर आइसनाम कता गयो। म चाहिँ यति चाहिँ काटिसकेँ तर राम्रो देख्दैन रहेछ हौ, मजाले देख्दैन रहेछ। तर पनि काटेको छु निकै, अझै काट्नु छ गाइस। यति चिल्लो बनाउँछु। यति काट्दै कम्ती निस्किन त्यहाँ तल यति वरिपरि काट्दै। विराट कति पुग्यो बारी? पुग्न आँट्यो। मजाले थिच्ने हल्का पो हुन्छ नि थाहा छ नै। के को पुग्छ हाम्रो चाहिँ यहाँ भारी पुग्यो। विराटको खै कुन चाहिँ हो डोको? आमा झारै झारमा देखेर देख्दैन पनि रहेछ। मेरो चाहिँ यहाँ छ। आइस न आइ भन्। हाम्रो भाउजू चाहिँ एकदम बलमान जरा चिर्दैछ। अनि उतालाई चाहिँ हाम्रो प्राणी घाँस काट्दैछ आइस्नाको लागि। आइस्ना चाहिँ यहाँ छ। कहाँ बोक्छ अरे घाँस चाहिँ? शिरमा भन्। छिटो न विराट लु खादरी बान भयो भयो। त्यो अलिकति गुठाल मात्रै म त्यसो काट्यो भने त हात काट्छस् त अन्त। चाहिँ गाइस फुपूकोमा जाँदैछु। फुपूकोमा म र बाबा इमर्जेन्सी जानु पर्यो। इमर्जेन्सी भन्दा पनि के भन्छ फुपू बिमार हुनुभएको थिएछ अस्ति नै। अनि आज चाहिँ हस्पिटलबाट ल्याउनु भएछ नि त हिजो। अनि आज चाहिँ हामी फुपूकोमा जाँदैछौँ। बाबा चाहिँ मलाई पुऱ्याउनु जानु भएको। म एक दुई दिन फुपूकोमै बस्छु। ल है गाइस अब चाहिँ हामी फुपूकोमा गएको। कस्तो घाम लागिरहेको छ। बाबा छोरी हिँडेको फुपूकोमा। यहाँ बाबा पेट्रोल ल्याउनु जानुभएको छ। अनि यहाँ म स्कुटीको छेउमा बसिरहेको छु। हामी चाहिँ कोलबुङ आइपुग्यौँ गाइस। शीतल तपाईँ थलीमा आएको
के भयो